हेलो गाइस, आज चाहिँ मम्मी र म मिलेर आलुचप बनाएको। अनि यो चाहिँ आलुचपको रेसिपी हो। अनि आलुचपको रेसिपीमा हामीले फर्स्टमा चाहिँ आलु उसिन्नुपर्छ। त्यो चाहिँ हामीले देखाउन पाएनौँ, त्यो भिडियो देखाउन पाएनौँ, त्यसैले आलु उसिनेर छोडाएर देखाएका छौँ। त्यसपछि प्याज मटर हाल्यो अनि आलु मुसम्यास गरेर पनि राम्रोसँग मुसम्यास गरेर हाल्यौँ। त्यसपछि चाहिँ मम्मीलाई यो पोलेको जस्तो छ, त्यही भएर आधा आधा गर्दै हुनुहुन्छ। राम्रोसँग मुसेपछि चाहिँ हामीले अलिकति बदम पनि हाल्यौँ। त्यो बदम हाल्यो भने चाहिँ मिठो स्वाद आउने भएकाले हामीले बदम पनि हाल्यौँ। अनि त्यसपछि स्वादअनुसार नुन पनि हाल्यौँ हामीले। अब कतिको नुन खाने हो त्यस्तो स्वादअनुसार नुन पनि हाल्ने। त्यसपछि हामीले जिराको धुलो पनि हाल्यौँ। जिराको धुलो हाल्यो भने चाहिँ मिठो स्वाद आउँछ। अनि अघि नै हामीले हरियो खोर्सानी काटेर राखेको भएर हामीले खोर्सानीको धुलो चाहिँ थोरै मात्र हालेका छौँ। अब हजुरहरूलाई कति चाहिन्छ त्यति हाल्नु होला। त्यसपछि हामीले गरम मसला पनि हालेका छौँ। अब हजुरहरूसँग गरम मसला घरमा अभाइलेबल छ भने चाहिँ हाल्नु होला, छैन भने चाहिँ नहाल्दा पनि हुन्छ। स्वाद मिठो हुन्छ भनेर चाहिँ हामीले हालेको हौँ। त्यसलाई अब मुसम्यास राम्रोसँग गऱ्यौँ हामीले। त्यसपछि अलिकति धनियाँ पनि हाल्यौँ। धनियाँ हालेपछि फेरि हामीले मुसम्यास गऱ्यौँ त्यसलाई राम्रोसँग। तिखो भएको छ। अनि गोलभेडा भुटेको चाहिँ हामीले त्यो भिडियो पनि देखाउन पाएनौँ, त्यसैले अनि त्यसपछिको देखाएको छ। बदम हाल्यौँ, धनियाँ हाल्यौँ अनि रातो खोर्सानी भुटेर पनि हाल्यौँ। त्यो पनि हामीले देखाउन पाएन, तर हजुरहरूले चाहिँ रातो खोर्सानी भुटेर हाल्नु होला, मिठो हुन्छ। अनि त्यसपछि हामीले अचारको लागि गोलभेडा पनि हाल्यौँ अनि स्वादअनुसार नुन पनि हाल्यौँ हामीले। त्यसपछि त्यसलाई मिक्सरमा ग्राइन्ड गऱ्यौँ। अनि मिक्सरमा ग्राइन्ड गरेपछि यतिको कलर आएको छ, एकदम हेर्दै कस्तो राम्रो कलर देखिरहेको छ है साथीहरू। त्यसपछि त्यसलाई निकाल्नुहोस् त्यहाँबाट मिक्सरबाट। अनि हामीले चाहिँ अलिक धेरै गोलभेडा भुटेको भएर चाहिँ दुईचोटि गर्नुपर्ने। अब हजुरहरूलाई कति चाहिन्छ त्यति भुट्नु होला। फेरि त्यसलाई मिक्सरमा राखेर फेरि त्यसलाई राख्यौँ कचुरामा। अब त्यो दुईटाको कलर चाहिँ फरक भएको भएर हामीले दुवैलाई मिक्स गरिदियौँ। हेर्दै कस्तो राम्रो कलर देखिरहेको छ साथीहरू, खाउँ लाग्दै होला हजुरहरूलाई त। अनि यतिको भइसक्यो दुईटा मिसाएपछि। अब हामीले चाहिँ ब्याटर बनाउँदैछौँ। हामीसँग बेसन नभएर हामीले आटा युज गरेका छौँ। हजुरहरूसँग बेसन छ भने बेसन युज गर्दा हुन्छ। अनि हामीले बेसार हाल्यौँ। अनि हामीसँग चाहिँ त्यो घोल्ने नभएकाले गर्दाखेरि मेरो मम्मीले चाहिँ हातले नै घोल्नु भएको छ। हजुरहरूसँग त्यो छ भने त्यसले घोल्दा हुन्छ। यतिको हुनु पऱ्यो, पातलो नि हुनु भएन धेरै ब्याटर, धेरै मोटो नि हुनु भएन, ठिक्कको हुनु पऱ्यो है ब्याटर। त्यसपछि हामीले ग्यास बसालेर कराई बसाल्यौँ। अनि त्यसपछि त्यसमा कराईमा चाहिँ हामीले अब कति आफूलाई चाहिन्छ भने त्यति तेल हाल्यौँ। अब आफूलाई जति चाहिन्छ, कति आलुचप बनाउनु लागेको छ त्यो अनुसार तेल हाल्यौँ। दुब्नु पऱ्यो आलुचप। अनि अहिलेको तेल चाहिँ किन हालेको भन्दाखेरि त्यो आलु धेरै पाकेर गिलो भएर त्यो नटासोस् भनेर चाहिँ हामीले तेल हालेको हो। त्यसपछि आफूलाई कस्तो जस्तो मन लाग्छ त्यस्तै सेपमा गर्नुहोस्। मेरो मम्मीले चाहिँ यस्तो ठ्याप्चु सेपमा गर्नुभएको छ। अब आफूलाई कस्तो मन लाग्छ त्यस्तै सेपमा गर्नु होला। अनि बिस्तारै हामीले त्यसलाई बनाउँदै गयौँ, त्यस्तो सेपमा बनाउँदै गयौँ, तेल राख्दै हातमा त्यो बिस्तारै लिँदै। यतिको हामीले बनाइसकेका छौँ, यतिको बनायौँ। अनि यो बनाएपछि चाहिँ अहिलेको त्यो ब्याटरमा डुबाउनु होला राम्रोसँग। अहिलेको ब्याटरमा चाहिँ डुबाउनु पर्ने हुन्छ। त्यो ब्याटरमा डुबाएपछि बिस्तारै तेलमा हाल्नुपर्ने हुन्छ, छिट्टा आउन सक्छ। त्यसले गर्दा तेलमा हाल्यौँ। अनि तेलमा हालेपछि अब त्यही हामीले चाहिँ 4टा हालेको छौँ। धेरै हाल्यो भने फेरि टाँसिने सम्भावना हुन्छ भनेर हामीले 4टा मात्र हाल्यौँ। टाँस्यो भने निकाल्न गाह्रो हुन्छ भनेर। अनि हामीले त्यसलाई चलायौँ। अनि चलाएपछि त्यो टाँसिएको भयो, तर त्यो निस्किन सक्छ। बिस्तारै गऱ्यो भने चाहिँ त्यस्तो टाँसिँदैन। अनि त्यसपछि हामीले त्यसलाई चलायौँ। अनि त्यो ब्राउन नभएसम्म, कलर ननिस्केसम्म चाहिँ ननिकाल्नु होला। अलिक ब्राउन भएपछि मात्र निकाल्नु होला। अनि मात्र मिठो स्वाद आउँछ। पाकेको जस्तो लाग्छ, न त नपाकेको हुँदैन। अनि त्यो ब्राउन जस्तो भएपछि यतिको भएपछि चाहिँ हजुरहरूले त्यसलाई निकाल्न सक्नुहुन्छ। हामीले चाहिँ झाँझ युज गरेको छौँ। हजुरहरूसँग केही अरू झाँझर छैन भने चाहिँ अरू जे पनि गर्न सक्नुहुन्छ। अनि हामीले न्याकिङ चाहिँ किन हालेको भन्दाखेरि त्यो आलुचपमा भएको तेल सोसोस् भनेर हामीले हालेको हो। हजुरहरूले हाल्न सक्नुहुन्छ। अनि कस्तो राम्रो देखेको छ। फेरि हामीले त्यही प्रोसेसलाई रिपिट गर्दै गयौँ। फेरि त्यस्तै गर्दै जाने हो। अनि फेरि बेसनमा डुबाउँदै हामीले कराईमा राख्यौँ, त्यस्तै गर्दै गयौँ। अनि त्यसपछि त्यो पनि राम्रोसँग ब्राउन भएपछि मात्र हामीले निकाल्यौँ। यो राम्रोसँग पाक्यो भने मिठो हुन्छ क्या, राम्रोसँग पाकेन भने चाहिँ त्यो
पाकेन भने चाहिँ पेट दुख्न सक्छ त्यसैले अनि फेरि मम्मीलाई डर लागेको जस्तो तेलदेखि त्यसैले बिस्तारै गर्नुभएको छ हजुरहरूले पनि बिस्तारै गर्नु होला अनि यो पनि ब्राउन भएपछि मात्र निकाल्नु होला अनि कलर आएपछि मात्र निकाल्नु होला त्यो झाँजरले चाहिँ तेल तैराउने काम गर्छ अनि यतिको भइसकेछ अब बिस्तारै हामीले सबै पकाइसकेका थियौँ त्यसपछि अब ट्राई गर्ने पालो त्यसैले एकदमै हेर्दै खाउँ लाग्यो साथीहरू कस्तो मिठो भएको थियो एकदम हेर्दै कस्तो मिठो भएको थियो अनि मम्मी र मैले पनि ट्राई गऱ्यौँ दुवैजनाले खायौँ ल यति नै हो गाइज लाइक शेयर सब्स्क्राइब गरिदिनु होला है माया सपोर्ट गरिदिनु होला है